हामी यहाँ पालै पालेर मस्काइले हत्तु हो जानेको यति आँखा यहाँ चाहिँ मैले चिकन रेडी गरेको छु अनि आज चाहिँ हामी घरको जस्तो लोकल कुखुराको जस्तै चिकनमा सुप हालेर खानु भनेर चाहिँ रेडी गर्दैछु। त्यसको साथमा चाहिँ ढेँडो खाने। यो चाहिँ कोदोको पिठो अस्ति घरबाट पठाइदिनु भएको। अन्त सबैभन्दा पहिला चाहिँ मैले यहाँ चिकन बनाउन थालेँ हो। यसलाई चाहिँ सुप हाल्ने नि त घरमा जस्तै बनाएर हो। घरको जस्तो तितो त पाउँदैन, त्यसको लागि मैले मेथी लिएको थिएँ हो। मेथीलाई भुटेर चाहिँ त्यसको चाहिँ तितो हाल्ने। अन्त यसलाई चाहिँ पहिला पकाइहालौँ, त्यसपछि चाहिँ ढेँडो भनेर यसलाई चाहिँ पकाउन थालिसक्यो। यो चाहिँ अलमोस्ट पाकी पनि सक्यो। अब यसमा चाहिँ सुप हाल्नु मात्रै बाँकी। हामी चाहिँ यहाँ खाना बनाउँदा भोक लागेर चाहिँ करेन्ट बनाउन थालेको। बहिनीले करेन्ट खाऊ न भने नि त, अन्त चाहिँ यसलाई मैले बनाउनु लगाएँ हो। अन्त त्यसलाई पनि भोक लाग्यो भनेर चाहिँ हामी दुईजना चाहिँ करेन्ट बनाएर चाहिँ खान थालेको। करेन्ट चाहिँ यसले सुप खालको बनाउँछु ल भनेर चाहिँ यहाँनिर त्यसले सुप खालको करेन्ट बनाएको छ। यहाँ चाहिँ हाम्रो चाहिँ पानी बेसी भएको कि के हो, हामीले चाहिँ कहिले बनाएको थिएन, फर्स्ट टाइम बनाएको हो। पानी बेसी भएको जस्तो लाग्यो मलाई चाहिँ। हामी यहाँ पालै पालेर मस्काइले हत्तु हो। यहाँनिर चाहिँ टाढो पहिलो स्टुलमा चढेर चाहिँ ढेँडो मस्काउँदैछ। हात थाक्कै गरिसक्यो अरे हो। ढेँडो चाहिँ तर खोले जस्तो भइरहेको छ ढेँडो चाहिँ हो। हाम्रो चाहिँ फर्स्ट टाइम हो। म चाहिँ यही आटा हाल्ने हो। यहाँ चाहिँ हाम्रो तल बस्दै माथि चुल्हाबाट उतारेर तल गरेर यसरी चलाउँदा नभएर चाहिँ उसलाई बोलाएँ फेरि। अन्त उसले पनि एकछिन गरेर गइहाल्यो। त्यहाँदेखिको फेरि लास्टमा भाइलाई फेरि भाइ भर्खर आइपुगेको थियो। अन्त भाइलाई भनेर उसलाई गर्नु लगाएको। उसले त लास्ट टाइम पनि बनाएको थियो नि त, हामीले चाहिँ फर्स्ट टाइम बनाएको नभएर। बल्ल बल्ल बनिसकेर चाहिँ अब चाहिँ हामी खाँदैछौँ हो। यस्तो हात दुखेको डल्लै उयो ढेँडो मस्काएकोले। यहाँ चाहिँ भात खाँदैछ। ज्वाइँले चाहिँ ढेँडो नखाने अरे हो, कसै चाहिँ भात र ढेँडै खाने अरे हो। यहाँ भट्टाभट्टी खाँदैछौँ। अब चाहिँ म पनि खान्छु। अनि आजको भिडियोलाई चाहिँ यतिमै नै म एन्ड गर्दैछु। बाई बाई।